यो इन्टरनेसनली थिकनेसको अत्यन्त पातलो वेल टेस्टेड र वेल पावर बढी भएको ब्याट्री छ। पछाडिपट्टि हामीलाई चाहिँ केही सामानहरू राख्नको लागि त्यो पनि सिस्टम पनि एकदम गतिलो भएको फराकिलो। यो चार्जिङ सिस्टममा पनि 1 महिना चलाउँदाखेरि 1000 देखि 1200 सम्मको खर्चले हामीले 1 महिना धान्न पुग्ने मसँग अनुभवै छ, एक्सपिरियन्स नै छ। अब त्यो खर्चिलो धेरै पनि छैन। भित्र 7 वटा एयर ब्याग हामीले मोबाइल एपबाट यहाँ एमजी iSmart एपबाट सम्पूर्ण कुराहरूको मेरो गाडी कहाँ छ, कुन ठाउँमा रहेको छ, कुन नक्सामा छ, के छ भन्ने कुरा र मेरो ब्याट्रीको चार्ज कति % बाँकी छ, कति किलोमिटर कुद्ने छ भन्ने रेन्जहरू पनि सबै हेर्न मिल्छ। दुईटा सिटलाई तताउन पनि मिल्ने अनि त्यसपछि स्टियरिङमा पनि तातो आउने चिसो आउने दुवै सिस्टम भएको ट्रेल व्हील सिस्टमको र पछाडिको टायरले अगाडिपछि ठेलेर चलाउने जुन छ अनि उकालोमा चलाउँदा झन् यसको चाहिँ यस्तो स्थिर अवस्थाको चाहिँ छ र पछाडि हट्ने अवस्थै छैन। अटो होल्ड सिस्टम छ यसको। ग्राउन्ड क्लियरेन्स पनि राम्रो लाग्यो मलाई। अरूको तुलनामा अटो 3 को 175 यस्तो लगाएर अलि ठोकेको कहाँ हल्लिएको कस्तोमा कच्ची रोडमा पनि चलाएँ मैले, खुसी लागेको छ। यो किन भयो खल्लो भयो एमजी S5 किन्दा चाहिँ खल्लो लाग्यो भन्ने मलाई अनुभव छैन। आफ्ना परिवार फ्यामिली बोकेर हिँड्दा अब लङ ड्राइभमा हिँड्दाखेरि थकै लाग्ने, एकदम गाह्रो हुने, इरिटेसन लाग्ने त्यस्तो किसिमको कुरो मैले भेटेको छैन। अब सबभन्दा पहिला यसको स्मार्ट लुक छ। अगाडिको एमजी यो लोगो नै असाध्यै मनपर्छ मलाई। धेरै भराकिलो भ्यात पनि देखिँदैन। अब हिँड्दाखेरि स्मार्ट देखिने खालको अलिकति लग्जरियस यो टेस्ला गाडीलाई बिर्साउने खालको लाग्छ है मलाई चाहिँ। अब यो अरूको कुरो हो, आफ्नो भनाइ हो। 4 वटा टायरमा इन्डिपेन्डेन्ट सस्पेन्सन र इन्डिभिजुअल सस्पेन्सन भएको हुनाले यता कुनै फाल्टो पर्यो भने चाहिँ त्यही सस्पेन्सन त्यही काम गर्ने, अर्को चाहिँ ग्रिप ठक्क लिइहाल्ने, त्यति हल्लेर पुरै गाडी जिगज्याग भएको पाइनँ मैले। अनि त्यसपछि यो थिकनेस ब्याट्रीदेखि लगाएको छ। अनि मैले BYD कम्पनी देखेको कम्पेरिटिभ स्टडी गर्नुपर्दा यसमा चाहिँ कम्पेयर गर्नुपर्दा एमजी S5 लिनुहोस् तपाईँको अटो 3 को 56 लाखवाला गाडीको भन्दा यो तपाईँ लिँदा एउटा कस्टिङमा पनि राम्रो छ। र अनि त्यसपछि तपाईँको चाहिँ यो चार्जिङ सिस्टममा पनि करिब 1 महिना चलाउँदाखेरि 1000 देखि 1200 सम्मको खर्चले हामीले 1 महिना धान्न पुग्ने मसँग अनुभवै छ, एक्सपिरियन्स नै छ। अब त्यो खर्चिलो धेरै पनि छैन। अनि अर्को एउटा कुरो के छ भन्दाखेरि यसको चाहिँ ग्राउन्ड क्लियरेन्स पनि राम्रो लाग्यो मलाई। अरूको तुलनामा अटो 3 को 175 यस्तो लगाएर अलि ठोकेको कहाँ हल्लिएको कस्तोमा कच्ची रोडमा पनि चलाएँ मैले, खुसी लागेको छ। यो किन भयो खल्लो भयो एमजी S5 किन्दा चाहिँ खल्लो लाग्यो भन्ने मलाई अनुभव छैन।